हेलो गाइज वेलकम ब्याक अगेन माई न्यू ब्लग। अनि धेरै पछि फेरि पनि भिडियो लिएर आउँदै होइन, धेरै पछि हो। एप चाहिँ भन्ने भ्यू चाहिँ बबाले देखिरहेछ होइन पछाडि चाहिँ। अनि यता चाहिँ हाम्रो सोल्टी हुनुहुन्छ भाँडा माझ्दै। अनि कस्तो लागिरहेको त भाँडा माझ्दै? कस्तो अनुभव भइरहेछ? रमाइलो। यही हो गाइस हाम्रो भ्यू चाहिँ। यसो सरर हेर्यौँ सरर। यस्तै हो गाइस। हामी चाहिँ पोखरामा हो गाइस होइन, ओजेटीको लागि +2 पछि। अनि हाम्रो ओजेटी चाहिँ मालेपाटनमा हो। अनि त्यो पनि देखाउँछु हाम्रो गाइस होइन। A few moments later. र गाइस हामी चाहिँ अब भात पनि पकाउन लाग्यो होइन। यहाँ सोल्टीले भात पकाउन लाग्छ। चिया हो। मेरो भाग चाहिँ करेला तरकारी काट्ने। खै त्यसले नि करेला कतरी राखेर काट्दै थियो हिजो। टक्का अब तरकारी सरकारी पकाउने, भात खाएर हिँड्नुपर्छ 10 बजे होइन। हजुर कति भयो धेरै? जम्मा त्यति धेरै भयो भयो। ल मेरो सोल्टीले यहाँ करेला काट्दैछन्। मैले चाहिँ त्यहाँ भात बसालेँ अनि दाल बसालेर अनि यता आएको छु। अब यहाँ टक्कै एकछिन चिया खानियो अनि चिया खाएपछि अनि बल्ल काम गर्ने फेरि अब खाना पाउँदैन। अहिले 7:30 भएको छ। अब चिया खाएर भर्खर बसिरहेको छु। उम्लेर गएछ दाल उम्लेर गयो हेर्नु गाइस। टेन्सन उम्लेर गयो। मिलाउन पर्ने होला है। त्यो नछोपेर छोपेर हो क्या। गाह्रो छ हामीलाई। दाल नछोप्न पर्ने रहेछ, पाक्दैन है भन्ने पिराले हो छोपेको। गाह्रो छ बुढी छैन अनि गाह्रो छ नि हामीलाई। बुढी छैन, कोही छैन। बल्ल बल्ल मिलाए होइन। त थालको हालत त बिजोकै छ। अब दाल पाक्दैछ, भात पाक्दैछ। अनि करेलाहरू त्यहीँ छ। करेला सबै अब के गर्ने चाहिँ किचन कोठा हो यो सब चाहिँ होइन। किचन कोठा हो यो चाहिँ। हामी अस्ति धेरै भयो नि 2 दिन भएको छ सरेको हो। धेरै त भएन 2 दिन सरेको। सोल्टीखेरि जाँगिल लाग्दै। ल चियाको चुस्की लिँदै ल मस्त। itu beli bener tuh pani. टक्क अब तरकारी काटेर चाहिँ बसेको होइन।
गोलभेडा यो चाहिँ के अरे प्याज अनि आलु यहाँ मुनि अनि माथि चाहिँ कत्ला चिया पनि भइयो ठ्याम्मै थियो चिया नि भइसक्यो दाल पकाएको गाइस दाल त यार पाक्दैन कि जस्तो भइसक्यो कति छ दाल हालेको ओहो पाक्ला जस्तो लागेन के सोल्टी होइन पाक्छ मजाले उमाल्ने हो नि म चाहिँ अब तल जाँदै कोठामा रुममा होइन अनि अब हामी चाहिँ नि उता दोकानतिर जाँदैछौँ सामान लिन होइन अब दोकानमा जाने सामान ल पकडा दियो लोकाइ चाहिँ हाम्रोतिरबाट नि देख्यौँ है यहाँ तलकै सुत्नु यहाँबाट देख्ने भ्यू चाहिँ यस्तो छ हल्का तलबाट चट्ट होइन यही हो पानी परेको थियो हिजो मस्त होइन यता पानी परेको थियो के अरे आज चाहिँ यस्तो बादल लाग्यो आज एकदम शीतलै होला जस्तो त छ तर फाट्यो रहेछ बादल माथि माथि ट्याक्क फाटेको बादल चाहिँ त्यही हो र पसलतिर जानु पऱ्यो त्यतै गएर भेटौँला गाइस A few moments later. गाइस हामी चाहिँ ट्याक्क अब निक्लेको बजारतिर टोल्टी छेउमा अनि हामी चाहिँ त्यसै हल्ली नै हिँडेको भ्याक्सिन त पाएको छैन त्यसै नै हो के किन्ने कहाँ किन्ने हो किनिहाल्छ छिटो पसल जाने त्यही हो त्यही माथि त थियो नि पसल त्यही माथि किने नि त हुन्छ डरे लो गाइस भात खान लगाएन अब चाहिँ ट्याक्क अब जानु पऱ्यो होइन यहाँ दाल यहाँ पकाएको अनि यहाँ हालेको दाल अनि त्यो दालको वरिपरिको त्यो हुन्छ नि त्यो डढेर कालै भयो भात चाहिँ सोल्टिनी अरे कहना क्या चाहते हो सोल्टिनी अब सोल्टिनी बनाइदेऊ अनि चाहिँ दाल हो दाल चाहिँ डेन्जर बाक्लो भइसक्यो तर हेर त हेर त झोल त माछा थियो तैर कति हालेको थियो दाल हो हाम्रो अर्को साथी समीर यत्रो भात खाएर नि मोटा न त अर्को दिनबाट भातै खान्न ओके यत्रो भात खाएर नि मोटा न भात खाने बरु आलु किनेर ल्याउने आलु खाने मजाले 5 minutes later. लगाइ अब हाम्रो साथीहरूले भाँडा बाँध्दैछ मेरो साथीले यहाँ सोल्टी चाहिँ नि मस्काउने यता चाहिँ नि धुने भाँडा तस्काउने अब ठ्याक्क 9:47 भयो त खाना खाएर होइन ठ्याक्क 10 बजी चाहिँ हामी उहाँमा ओटिपी गर्नुपर्छ हामी हर्टिकल्चर रिसर्च सेन्टरमा चाहिँ यहाँ पोखरा मालेपाटनमा अनि सबैजनाले सपोर्ट गरिदिनु होला होइन लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला सबैजनाले है हाम्रो छोटो मिठो सानो भ्लग हो तिमीले भने जस्तो पहिला कुकर मार्नु पऱ्यो पहिला कुकर मस्तान गर्छ भने ए गाई चाहिँ केटाहरूले भाँडा धस्काउन पनि सिकाउनु पर्छ यार अब गुड जब पहिल्यै भाडा माग्न आवश्यक छ भने सम्पर्क गर्नु है कन्ट्याक्ट नम्बर 980000 सोल्टीले उल्टायो भाडा उल्टायो हिजो होइन त यस्तो के भातै घोप्टेको धन्न हिजो
ल बुढो मान्छेलाई बुढो खोकी लाग्छ टिसर्टै भेटाइसकेको हाम्रो यो हामी बसेको पर्स्याङ हो त्यो माथि माथि चाहिँ नि मेतलाङ हो तपाईहरुले कमेन्ट गर्नु पर्यो कस्तो खाले भ्लग बनाउने हो के गरेर भ्लग बनाउने हो कस्तो खाले भिडियो हाल्दाखेरि ठिक हुन्छ तपाईहरुले भनिदिनु पर्यो है गाइस यहाँ हाल्नु पर्यो नि त्यसमा हाल्नु भएन सोल्टी तिमीले अति नै डराएछ कि त्यो होइन झान्दाखेरि के दाल झान्दाखेरि गोटा गोटा यो जालीले गर्छु है ल गाइस हो त्यहाँ माछा मार्ने ठाउँदेखि भयो होला नि है त्यहाँ फिसिङ गर्न मन छ भने यहाँ पैसा तिरेर फिसिङ गर्नु होला है अब पैसा नतिरी त अब कहाँ हुन्छ र लातिर गए मात्रै हो 2000 years later. ल गाइस अब चाहिँ चल्दै हामी अगाडि चाहिँ हाम्रो साथीहरू हिँड्दै प्र्याक्टिकलको लागि भातसात खाएर हेलो यता नि हेरिदिउँ न समीक्षा हेरिदिउँ न यता आयो भनिदेऊ इग्नोर हान्दिने कि यस्तो किशोरी ढोकी होला नि आजको वातावरण अनि ठिक छैन भरे छिटो पानी पऱ्यो भने झ्याउ हुन्छ गाइस अब चाहिँ वहीँ गएपछि भेटौँ 5 minutes later. ल गाइस हामी चाहिँ फार्ममा छिडियो होइन लिची खानु मन खाने आउनु यहाँ मालेपाटन लिची फले लिची त खालि कडा हो नि गुरु यही हो हाम्रो रिसर्च सेन्टर प्र्याक्टिकल अनि हाम्रो केटा चाहिँ अगाडिको 3 जनाहरू चाहिँ हिँडिसक्यो हामी चाहिँ आउँदै गयो अहिले त सँगै थियौँ कि अहिले त छुट्टियो कि तिनीहरू अलिक छिटो हिँड्यो कि छिटो हिँड्नु त्यस्तो त्यस्तो हिँड्नु यो माथिको चाहिँ लिची भइहाल्यो यो रातो रातो होइन तलको चाहिँ उस हो यही हो हाम्रो अनुसन्धान केन्द्र and this is me Navin Guru and this is Sarun Thapamagar and this is Samir Khanna. Yeah, we are a room partner, you know. This is Lichi Rato bhara parking just hearing and chitta ujaingo yeah yo full bike Queen original. A few moments later. Hello guys, यो चाहिँ खुर्सानीको बिउ यो नि खुर्सानीको बिउ यो चाहिँ बोडीको बिउ उता चाहिँ भेन्टा छ होइन यो चाहिँ हाम्रो स्टोर रुम यो हाम्रो क्यान्टिन
यहाँमा गीत त त्यो सुषमा यो समीक्षा ल आजको काम सब बोडी हार्भेस्टिङ गर्दै हामी चाहिँ काउपी बोडी चाहिँ काउपी हार्भेस्ट गर्दै छोडाएर अब त्यसलाई अब हार्भेस्ट गर्ने टर्न आइसक्यो नि आज एकदम अल्छी लगाइरहेको होइन किनभने बिहान चाँडै उठेको भएर त्यही भएर अब लो गाइस अब चाहिँ हामी खाजा खान जानु लाग्यो एसी चल्दैछ अनि अब खाजा चाहिँ के खाइन्छ चिया त्यही हो भिजिटमा आएको स्टुडेन्टहरू होइन यो यसरी भिजिटमा आइरहेको छ मान्छेहरू टन्न कफी औ सेट ए हाम्रो कालसोल्टी हे माले पाटन बागबेनीको डन हो यो त कौन है ये लोग कहाँ से आते हैं डन हो कि हैन भन्दै हो कि हैन हो यो चाहिँ हाम्रो पार्किङ स्टेसन यता देखाउनु बिर्सेछ भएन सोल्टी यति नै हो गाइज अब खाजा खाने अनि फेरि आउने भित्रै अनि फेरि कार्यक्रम सुरु म फेरि राजा हो राजा फेरि टाइमसम्म बस्दैन डक्क आयो यस्तो हल्लियो 1 वर्ष खाजा खानु गयो फेरि रुमतिर चल्दै हो ऊ चाहिँ पढ्न जान्छ कोरियन ल्याङ्ग्वेज कोरियन भाषामा केही भनिदियो लो कति रातो यार बिची केही जाओस् सोल्टी ने अरे कहना क्या चाहते हो ने रातो लिची हेरेर आहा रातो गरेर बसेका छौँ हामी अरू गाजा खाएर आहा रातो गरेर चाहिँ हामी पनि लिची हेरेर आहा रातो गरेर मिठो छ हेरेर अस्ति नै खाना फसियो खाना आउने भए आओ 100 रुपियाँ किलो 100 रुपियाँ आधा किलो हो आधा किलो हो अच्छा थाहा नै छैन त हौ यो चाहिँ हाम्रो गार्डन A few moments later. पैसै छैन कि चिया खान सरी है लगाइ हामी चाहिँ खाजा खान आएको ऊ त समीर छ यहाँ कालचोटी भइहाल्यो हामी चाहिँ खाजा खान आएको खाजा खाने हो आज अब खै चिया खाने होला अरू त के खाने होला भर्खर चाउचा खाइयो एउटा त्यही हो चिया खाइसक्यो भेटौँ ल A few inches later. हामी आज खाएर अब चाहिँ पोजिटिभतिर लागेको ल गयो है त यसरी घाम लागेको हामीलाई यार धेरै खाइन्छ क्या धेरै खाएर त पैसा नि भएन घाम पनि कति चरो लाग्यो नि त हामी चल्टी घाम कति चर्तो लाग्यो लास्ट पर्ला अघि नालाभित्र बसियो नि गाह्रो अनलाइनबाट यो होइन हालिदिउँ न सरप्राइज दिन्छ जी हो कि घाम यस्तो घाममा काम गर्नुपर्छ हेर कृषि पढेर गाह्रो छ यो त नेपालको त थोरै हो काम गर्नुपर्छ काम नगरी दाम विदेश गएर के गर्नु छोड्यो तिमी यस्तो घाममा काम गर्न सकेन भने त के गर्ने र अब जसो तसो गरिन्छ विदेश गएपछि अन्त बानी पर्छ अन्त
पानी हुँदैन ल अब हामी कोठामा एक्लै भित्र छिरिन्छ अनि बिदाइ हुने बेलातिर अनि फर्किने बेलामा भेटौँला अहिलेलाई चाहिँ बाई बाई 2000 years later. Minutes later. तल नानीहरू केटीहरू ल गाइस जब हिँडेको घाटे हामी चाहिँ अब चल्दिएको होइन अब यतातिरै गइसक्यो त दिनभरि के बोडी खेलाउँदा हात दुई बोडी केलाइङ बोडी स्याम्पलिङ गरेर गयो बोडीको खेलाउँदा घरा बस्दा वाक्क हुन्छ नि त्यति बोडी छोडाउँदा हातको अम्लाको यहाँ मिलै भइसक्यो आज ल त्यही हो फेरि एकचोटि सर राउन्ड हेरौँ मा धन्न लो गाइस अब चाहिँ हाम्रो यहाँ अचार बन्दैछ खोइ गुन्द्रुक चाहिँ एकदम अमिलो गुन्द्रुक यहाँ चाहिँ गोलबाट दिँदैछ अमिलो गुन्द्रुकमा गोलबाट हामी तिनजना के हुने भोलि हालत ल यहाँ चाहिँ अब यति नै आजलाई अलिअलि गफमा धेरै नै भएछ होइन के गर्ने अब छोटो सकेसम्म छोटो ल्याउने कोसिस गर्छौँ होइन आज अलिकति लामो भएछ त्यही हो बाबाई युट्युबमा हजुरलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला अनि सब्सक्राइब लाइक कमेन्ट सबै गरिदिनु होला है धन्यवाद ओके बाई बाई सी यु टाटा